सो गाइज हामी चाहिँ यहाँ फसेको अवस्था। सो एभ्रिवान वेलकम ब्याक टु माई न्यू डेली भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ। र मैले चाहिँ बिहानै चाहिँ भ्लग स्टार्ट गरेन होइन, किन भन्दा निकै हतारमा आथेमा नि गाडीले छोड्छ भनेर, अनि यसले फोन गरेर चाहिँ अर्को गाडीमा आऊ भनेर भन्नुभयो। यहाँ चाहिँ पसलमा छु, मम्मीहरू चाहिँ भित्र हुनुहुन्छ, भाइ बाहिर छ। हामी जाने भनेको चाहिँ खास घुस्मेली हो। त्यही हो, बाहिरको मौसम यस्तो छ। फेरि आज घाम लागेन, गाडी आइसक्यो, हामी जान्छौँ म कसो। त्यही हो, अलिक भेट्नुपर्छ। बाई। A few moments later. सो गाइज हामी चाहिँ यहाँ फसेको अवस्था देख्न सक्नुहुन्छ। यसको यो के भएको, यो यता पुल बन्दैछ, हामी छौँ गाडीभित्र। यहाँ पछाडि पनि सबै गाडी निस्किनु भएको छ। त्यही हो, अब यो ट्र्याक्टरले चाहिँ कति बेला बाटो छोडिदिने हो थाहा छैन। हामी चाहिँ यहाँ जाममा परिरहेछौँ। सो त्यही हो, अब तल गएर भेट्नुपर्छ है। 1 hour later. सो गाइज हामी चाहिँ यहाँ आइसक्यौँ होइन, आएर नि चेक गरिसक्यौँ। त्यहाँ औषधि दिँदै हुनुहुन्छ। हाम्रो गाडी फेरि यहाँ छ, त्यो गाडीमा फर्किने हामी चाहिँ। सो त्यही हो, अब जाम फेरि त्यहाँ मास्टरखेरि धेरै जाम थियो। अनि बाटो चाहिँ त्यहाँदेखि यताले चाहिँ राम्रै रहेछ। सो अब चाहिँ हामी फर्किहाल्ने, नबस्ने, फर्किहाल्ने हामी चाहिँ। सो त्यही हो, एकछिन भेट्नुपर्छ। अनि यता चाहिँ यो संस्था ऋण के रहेछ। अनि यता हामी चाहिँ हेर्न सक्नुहुन्छ यसलाई, कति मजाले सुतिरहेको छ कि यो। म चाहिँ यहाँ भित्र बसिरहेको छु, जस्तै गर्मी रहेछ यता चाहिँ। यसो त्यही हो। अनि अहिले चाहिँ उता के अरे बिरामी हुनुहुँदो रहेछ, सो उहाँलाई सलेन चढाउनु जानुभएको छ उता। कस्तो मजाले सुतिरहेको छ यार त्यो। सो त्यही हो, अब एकछिनपछि हामी चाहिँ जान्छौँ। यता चाहिँ खोला रहेछ होइन, यस्तो चाहिँ यता मकै। अनि हामी चाहिँ औषधि पनि ल्याइसक्यौँ। अनि औषधि लिएर बसिरहेको छौँ हामी चाहिँ। छामा आउने भन्नुहुन्थ्यो, अब छामा आउने कति बेला हो, घरै हुनुहुन्छ अरे छामा फेरि। सो त्यही हो, माथि चाहिँ हल्का जाममा परेको थियौँ हामी। अनि छामालाई कुरेर एकछिन छामा आउनुभयो भने हामी जान्छौँ। सो त्यही हो गाइस, जस बाटो चाहिँ राम्रो रहेछ। कोही ठाउँमा बिग्रेको हो, नत्र त बाटो ठिकै छ, जतासुकै राम्रै छ होइन। सो त्यही हो, अब एकछिनमा भेट्नुपर्छ है, कस्तो हुन्छ। सो भिडियो चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला। बाई बाई। A few moments later. हामी चाहिँ खाजा खाएर नि बसिरहेछौँ। पर्खेर त कस्तो घाम लागिरहेको नि। हामी खाजा साजा खाएर बसिरहेछौँ। 1 eternity later. सो गाइज हामी चाहिँ यहाँबाट फर्क्यौँ। त्यहाँ छामाले सामान ल्याइदिनु भएको थियो, अनि सो सामान लिएर हामी चाहिँ चल्देको अब। अनि अरू काम केही थिएन, सो त्यही काम सकेर चाहिँ हामी फर्किसक्यौँ। चाहिँ गफ चलिरहेछ। म चाहिँ आनन्द हावा खाँदै हिँडिरहेको छु होइन।
हावा चलिरहेछ कस्तो आनन्दको हावा चलिरहेछ तर लास्ट गर्मी के तराईतिरको जस्तो गर्मी हुनलागिसक्यो तारखोलामा पनि गाह्रो छ अब कस्तो राम्रो देखिरहेको सो अब चाहिँ यहाँबाट बाटो खराब नै छ यहाँसम्म चाहिँ पिच गरेको थियो अब यहाँबाट आउँदा चाहिँ बाटो यस्तै हो अलि माथिसम्म यहाँ देख्न सक्नुहुन्छ धान रोपिसकेको रहेछ यतातिर चाहिँ माथितिर चाहिँ रोप्ने तयारी हुँदैछ यता घर यहाँ हो हामी बिहान जाँदाखेरि चाहिँ 15 मिनट जति कुरेको थियौँ बाटो एकदम नराम्रो छ क्या यहाँ चाहिँ बनाउँदैछ त्यही भएर अनि यतातिर चाहिँ मकै यस्तो भएको रहेछ अनि घरको अघि चाहिँ पुरै नाली पानी जाने नाली गराएको रहेछ यस्तो छ हालत त्यस मकै एकदम राम्रो भएको छ यतातिर चाहिँ घरको अघि पुरै नाली गराइदिएछ कि पानी जाने One hour later. सो गाइस फाइनली हामी चाहिँ घुसमिली गएर पनि आइसक्यौँ होइन अनि त्यही हो बाटोमा भला गराउने भन्दै अब त्यसै भयो तल चाहिँ गराएँ माथि चाहिँ बाटो अलि खराब थियो त्यही भएर गाडीमा चाहिँ धेरै हल्लिया थियो नि त त्यही भएर भिडियो गराउन चाहिँ सकेन अनि सो त्यही हो अहिले चाहिँ हामी यहाँ करिमेला बाटो पनि यहाँ माथि आइसक्यौँ हाम्रो सामान अब यो सामान बोकेर चाहिँ हामी घर जानुपर्ने हुन्छ सो त्यही हो अहिले चाहिँ 1 बज्न लागिसक्यो 1 बजिसक्यो अनि अब चाहिँ हामी घर जान्छौँ ल के कस्तो हुन्छ अब अनि सो अब त्यही हो बाइ बाइ सो गाइस यहाँ करिमेला स्कुलमा चाहिँ अहिले 1 बज्यो होइन अनि टिफिन टाइममा चाहिँ त्यहाँ बल खेलिरहेछन् त्यस्तो क्लियर चाहिँ देखिया छैन आजको मौसम कहिले घाम चट्किन्छ कहिले पानी पर्ला जस्तो गर्छ के हो के होइन मौसम पनि त्यस्तै हो सो यहाँ आएर हेरेको त्यस्तो राम्रो 24 गतेबाट 29 गतेसम्म यहाँ असारे मेला सुरु हुँदैछ सो हेर्न आउन सक्नुहुन्छ सो त्यही हो अब माथि गएर भेटौँला है
हामी चाहिँ घर अघि नै आइसकेर नि एकछिन रेस्ट गऱ्यौँ अनि यताउति घरको काम गरेर अहिले चाहिँ बसिरहेको छु। अनि सो त्यही हो, आजको दिन पनि त्यस्तै गर्दा गर्दै बित्यो होइन। अनि अघि चाहिँ लास्टै घाम लागिरहेको थियो, अहिले चाहिँ अब रात पनि लाग्यो होइन। अनि वेदर त्यस्तो गरिरहेछ। अनि सो त्यही हो, अब नेक्स्ट ब्लगमा भेट्ने बाचा गर्दै आजको ब्लग पनि म एन्ड गर्न चाहन्छु। सो डोन्ट फर्गेट लाइक एन्ड सेयर एन्ड सब्सक्राइब। बाई बाई।